बालेसा के ढुङ्गाबाट जन्मिया हौ, माटोमा जन्मिया हौ। मेरो पृष्ठभूमि मेरो व्याकरण थाहा होला नि त। बालेसाको इतिहास के हो त? इतिहास बिर्सिदिने? अहिले यो 5 वर्षको कार्यकालमा मैले हाइहाइमा भन्दा मैले जेपाते गर्न मिल्छ? हो, बालेसा के हुन् भन्दाखेरि राजनीतिक संस्कार नभएका 2-4 कलममा गएर यसो डान्स गर्ने, 2-4 कलममा गएर डान्स गर्ने, यसो ढुङ्गा बनाएर भन्दैछु काठमाडौँमा ढुङ्गा हानेको एकजना मान्छे तपाईँ ल्याइदिनुहोस्, तपाईँ प्रधानमन्त्रीलाई भन्नुहोस्, गृहमन्त्रीलाई भन्नुहोस्, रापरबाबाट अथवा राजावादीबाट एकजना मान्छे गलत गरेको छ भनेर कसैले बोल्छ भने त्यो सूची म लिन्छु। पक्राउ परिसक्नु भएको छ। राजावादी मान्छे भनेको छ, राजावादी मान्छे भनेको छ। त्यही आन्दोलनमा त तपाईँको पार्टीको तर्फबाट पनि विभिन्न सङ्गठनहरू पनि तपाईँहरू जत्तिकै जुलुस लिएर उपस्थित भइसक्नु भएको छ सडकमा। तपाईँहरूको राजावादीहरूको विरुद्धमा उत्सव हेर्छ। सुन्नु न, सुन्नु यो अवस्था बोल्ने यो अवस्थाभित्र त तपाईँहरू पनि यो व्यवस्थाभित्र स्वीकारेर तपाईँहरू भनेपछि हिजोको मान्छे मार्ने भने तपाईँ नै हो, हिजो दिनको नै मान्छे मार्ने तपाईँ हो, गृहमन्त्री हो, गृहमन्त्री हो। डाक्टर धवल शमशेर राणालाई, रविन्द्र मिश्रलाई देशद्रोही मुद्दा लगाउने प्रचण्डले 17,000 मान्छे मार्यो। किन देशद्रोही मुद्दा लागेन? केपी शर्मा ओली मान्छे मारेर भात खाँदा टाउकोमा कन्सर्टमा गोली हानेर मारेर आएको, 17 वर्ष जेल बस्या। हामीलाई जेल बस्या तिनलाई देशमा संवैधानिक राष्ट्र हुनुपर्छ। 77वटा जिल्ला 77वटा मान्ने, 100औं संख्यामा 1000औं संख्या मान्ने चाहिँदैनन्। संवैधानिक राष्ट्रता यो देश हिन्दू राष्ट्र देश पाल्नुपर्छ। किन तपाईँ आज दिनुभएको छ काठमाडौँ भएका बसमा ट्याक्सीमा भएका तपाईँको बालेसाका टाँसिया फुटाहरू मान्छेले पट्याइ थाल्छ, समर्थन घटेको किन भने जस्तै बालेसाको गलत निर्णय के गर्नुभयो म भन्दै त्यहाँ आउँछु नि। बालेसाको त्योभन्दा 2 घण्टा पहिला त्यो भवनको माथि छतमा पुलिसलाई त्यहाँ राखिएको छ सुनिश्चित रूपमा। कार्यक्रममा स्टेजमा नेताहरू बसिरहेका छन्, स्टेजको मुनिबाट अस्त्र ग्यास प्रयोग गरिएको छ। नहीं तपाईले के बुझ्नु? सुन्नु, तपाईले के बुझ्नु भएको छ? घरमा चाहिँ हिंसात्मक हाल्नु भयो भन्ने चाहिँ तपाईले आरोप हैन। त्यो तपाईले देख्नु भएको छ? केपी शर्मा ओली गएर त्यो फिल्डमा देखाछन्। खोजेले कसरी खोजेले तपाई भन्नु? के मिडियाका साथीहरु भोलिपल्ट पुगेर के भनेछन्? तपाईकै मिडिया सञ्चार गर्ने ऋषि धवल हैन? ऋषि धवलले भनेका छन् यो तपाईको राजावादीले गरेका हिंसात्मक कार्यक्रम गरे भनेर। त्यो पछाडी एउटा घरबेटी भनिरहेको छ, ऋषि धवलले भनेको छैन? पछाडी घर हजारौंको बलिदानीको ल्याएको संविधान के म यहाँनिर सोच्छु तपाईँ, यो संविधान ल्याउँदाखेरि 1000 मान्छे मार्ने र मराउने अहिले आएर यो संविधान मान्दैनौ, यो संविधान च्यात्ने हो, यो संविधान कालो छ, यो संविधान खेच्छ हो हामीले भनिरहेको छौँ। र यिनीहरूले एकजना मान्छे मारेको भन्दाखेरि अनि हामीले हिंसा गरे भएको हिंसाको आन्दोलनलाई अप्रिय घटनाको रापरवादको जिम्मा नलिने, रापरवादले किन लिने? सरकारले जिम्मा लिनु छैन, केपीले दिनुपर्छ। केपीले आयोजना गरेको आन्दोलन आयोजना गरे हामी शान्तिपूर्ण आयोजना गरे हो।